भोजपुरे खुकुरी यहाँ देख्दै हुनुहुन्छ। भोजपुरे भन्छ। किन मान्छेले भोजपुरे भनेको, भोजपुरेको चाहिँ जति पनि मेटालिक आर्टहरू छ, जस्तै भाँडाकुँडा र खुकुरीहरू, जहाँको चाहिँ एकदम फाइन तरिकाले फिनिसिङ दिएको हुन्छ। र आज यो चाहिँ खुकुरी एकजना हाम्रो भतिजनी, मेरो चाहिँ भतिजनी पढ्नुहुन्छ र यहाँ मन्दिराको चाहिँ दिदी पढ्नुहुन्छ। उहाँले चाहिँ भोजपुरमा बनेको भोजपुरे खुकुरी चाहिँ गिफ्ट दिनुभएको छ। त्यसको अनि यहाँ के रहेछ विशेषता भनेर मैले चाहिँ सानो भिडियो बनाएको हुँ। अब यसलाई खोज्दै हो। यसको बिँड र दाब चाहिँ दुवै जनावरको सिङबाट बनाएको छ र म यसलाई अब देखाउँदैछु के छ यहाँनिर विशेष भनेपछि हेरौँ। तपाईँको यसको माथि चाहिँ अच्छा, यहाँ चाहिँ भोजपुर 2082 भनेर लेखिएको छ र थोड़ा यहाँ डिजाइन पनि दिएको छ। अनि यसको एकदमै सार्प पनि छ यो। अनि तपाईँको यहाँनिर अर्कोपट्टि चाहिँ के छ, यसको अलिकति थोड़ा बहुत यसको डिजाइन दिएको छ यसमा। र यो चाहिँ यसको यो खुकुरीको बिँड हो। यो चाहिँ कम्प्लिटली यो जनावरको सिङबाट बनेको हो। र यो खुकुरी नहलोस् र जस्ट स्ट्रङ होस् भनेर यसको चाहिँ तलको भाग चाहिँ बिँडको अन्तिम मुनिपट्टि निकालेर यसलाई टिल गरेर थोड़ा डिजाइन दिएको छ। र जुन मेटल यसको जुन यो खुकुरी कम्प्लिटली हेर्दाखेरि टिटानियमले बनेको जस्तो पुरा सार्प र साइनिङ छ। र तपाईँ देख्दै हुनुहुन्छ यो खुकुरीको बिँड हो होइन, यो चाहिँ अगाडि खुकुरीको भाग हो। अब म चाहिँ तपाईँलाई यसको चाहिँ यो खुकुरीको चाहिँ दाब देखाउँदैछु। दाब पनि यो जनावरकै सिङबाट बनेको हो। आइएम नट स्योर, यो चाहिँ सायद भैँसी या गोरुको सिङबाट बनेको हुनसक्छ। र यसमा चाहिँ सिम्बोलिक आर्ट पनि छ। यो माथिको चाहिँ गुम्बा हो, अनि त्यसमुनि स्टार छ। यो तलको चाहिँ मन्दिर हो। मन्दिरको मुनिबाट मन्दिर, माथिबाट गुम्बाको आर्ट छ। र अर्कोपट्टि चाहिँ एउटा सानो मेटल क्लिप ल्याएको छ, जुन चाहिँ तपाईँको डोरीभित्र लगाएर तपाईँलाई कम्मरमा बाँध्न सजिलो हुन्छ। र यसको माथिको भाग र बाहिर जति पनि जुन यो पित्तल देख्दै हुनुहुन्छ एकदम साइनिङ गोल्ड टाइपको छ। अनि यो माथिको टप भाग पनि एकदम तिखो र एकदम गोल्ड टाइपको र हेर्दै फिनिसिङ यसको एकदमै राम्रो छ। अनि त्यहाँदेखि अरू के छ भने यो चाहिँ दाब हो। यसको दाब चाहिँ जस यो खुकुरी प्रोबाब्ली त्यस्तै 1 केजी पनि छैन होला। सानो लाइट र फिनिसिङ एकदम राम्रो भएको। र मैले पनि सानो एउटा अनबक्सिङ भिडियो बनाएको हो यो गिफ्ट पाउने बित्तिकै। र सानोमा भाँडाकुँडा बेच्ने मान्छेहरू गाउँघरमा छिर्दाखेरि आमाले कहाँको सामान भोजपुरको हो भनेर सोध्नुहुन्थ्यो। त्यही भएर मलाई यो भोजपुरे खुकुरीको चाहिँ भिडियो बनाउन मन लाग्यो। किन भोजपुर चाहिँ त्यति स्पेसल छ, किन भोजपुरको सामानहरू चाहिँ वर्षौँ अगाडि बाबाआमाहरू आजभन्दा धेरै वर्ष अगाडि पनि बाबाआमाहरूले चाहिँ भोजपुरको चाहिँ एक किसिमको त्यहाँको चाहिँ सामान राम्रो हुन्छ भनेर चाहिँ कुरा गर्नुहुन्थ्यो। त्यही भएर मैले भिडियो बनाएको। यो चाहिँ तपाईँ हेर्दै हुनुहुन्छ खुकुरीको सेप यस्तो छ। अनि तपाईँको यसको अर्कोपट्टिको चाहिँ एकदमै साइनिङ र एकदमै यो चाहिँ सार्प छ, एकदमै सार्प छ तपाईँको। र यो बिँड देख्नु हो, बिँडको अलिकति माथि पनि गोल्ड कलरकै पित्तलले चाहिँ यसलाई चाहिँ टाइटली कसेको छ, हल्लिन नदिने गरी। तपाईँको यो देख्नुभयो दागको माथिल्लो टप भागमा पनि एकदमै साइनिङ गोल्ड टाइपको छ। र यति भन्दै यो मेरो सानो अनबक्सिङ भिडियो लाइक गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्।
Thank you for watching this unboxing video, guys. I'll be back after a few weeks with a new video. Thank you, guys.